अब नखुल्ने भन्ने त ल। हेलो गाइस, के छ खबर? आज चाहिँ हामी जाँदैछौँ कहाँ भनेर भन्दाखेरि चपेटी है। आज हामी चपेटी जाँदैछौँ। चपेटीमा चाहिँ के हुन्छ भनेर यो गोप्रोले तपाईँलाई देखाउने नै छ हैन। ए फोन आएको आइछ के आज हुनुपर्ने म कहाँ जाँदैछु कहाँ अनि कहाँ हुन्छ त कसको फोन आएको रहेछ हेर्छु है। त्यसैकै हजार म यहाँ केतिर के सम्झेर हिँडिरहेको छु। ए झ्याउ लाउँदैन हुन चाहिँ मेरै गल्ती हो। एकछिन जानु पर्थ्यो भाका आउँछ होला भनेर गइएन। ल आज चाहिँ हामी जाँदैछौँ अरे चपेटी। अब चपेटी चाहिँ कस्तो छ भन्ने कुरा तपाईँहरूलाई थाहा नै छँदैछ। दमकदेखि सबभन्दा नजिक अनि राम्रो डेस्टिनेसन होइन, घुम्नका लागि चाहिँ अलिक ठिक ठाउँ, यसो ह्याङआउट हुन माइन्ड फ्रेस गर्नको लागि पनि राम्रो ठाउँ हो। यहाँ चाहिँ भिजिट गर्दाखेरि चाहिँ प्राकृतिक मनोरम दृश्यहरू देख्न पाइन्छ है। यो चाहिँ म आज दमकको यो जुन बेलडाङ्गी रोड होइन अर्को भित्रको बाटो जाँदैछु। यो बाटो पनि राम्रो छ, एकदम राम्रो। दमकबाट लगभग यो बाटो सर्टकट पनि पर्छ कि बेलडाङ्गी जान चाहिँ अलिक छिटै पनि पुगिन्छ। धेरै छिटो त कहाँ पुग्नु र अलिकति छिटो चाहिँ जस्तो लाग्छ है मलाई। यहाँबाट अब सिधै चपेटी है। भिडियो हेर्दै गर्नुहोस् कस्तो बन्छ है त। अब यो फेरि गोप्रो साह्रै हेभी हुन्छ यार। डिजे हुन्छ अरे नि एक्सन क्यामेरा, त्योभन्दा चाहिँ अलिकति हेभी हुन्छ अनि टाउको पुरा भारी भयो जस्तो हुन्छ कि यो यहाँ लगाएपछि एट्याच गरेपछि चाहिँ। अनि यो चाहिँ जे सबै एट्याच गर्नुपर्छ क्या, माइक एट्याच गर्नु पऱ्यो, के लाउनु पऱ्यो, कस्तो लाउनु पऱ्यो, साह्रो झ्याउ हुन्छ अरे यसमा चाहिँ अरू हेरिकन है। अब यो मेरो चाहिँ हिरो 10 हो क्या, हिरो 10 ब्ल्याक हो। यो पनि किन्न त किनेको लगभग 1-1.5 वर्षै भयो होला, तर युज गरेको थिइनँ। अब कति बेला युज गर्ने होइन, भिडियो बनाउने बेलामा युज गर्ने। अनि अब भिडियो बनाउन पाइरहेको थिएन अनि त्यही भएर चाहिँ हो। अनि च्यानल पनि डेड छ। त्यो च्यानल खोलेको मेरो 9 वर्ष भयो होला सायद, 9 वर्षभन्दा पनि धेर भएको हुनसक्छ। अनि त्यहाँनिर अलिकति राम्रै अपडेट गरौँ होइन, यसो मेमोरीको लागि भए पनि भिडियोहरू हालौँ भनेर चाहिँ यो च्यानलमा फेरि एक्टिभ भएको हो होइन। अब अरूले नहेरे पनि आफै हेर्नको लागि काम दियोस् भनेर हो क्या। ए यहाँ फेरि बेलडाङ्गी रोडको हालत यस्तो छ है, यस्तो छ बेलडाङ्गी रोडको हालत यस्तो छ। बाटो कहिले बन्ने हो? एसियन हाइवे मेन हाइवेको पनि ताल यस्तै छ होइन। योभन्दा बरु खराब छ होला। यो त यतिको ठिकै छ होइन, यतिको ठिकै हो नि त। बसो त होला नि त होइन। ल यो चाहिँ बाटो बढाएको हो कि यो अलिकति, अनि दुई साइडै खनेको छ, यता पनि अनि यता पनि। अनि फेरि बिचमा चाहिँ पिच छ, यो नबिगारिकन साइडमा पिच लगाउनु खोजेको होला। अनि त्यही भएर चाहिँ यहाँ पनि चट्ट बलुवा हालेर गर्छ होला। यता अस्ति यो पल्लो बाटो गाडी छिराउनु खोजेछ, फसेछ।
हिलो पानी पनि परिरहेको थियो कि त्यही भएर होला फसेछ अनि अर्को गाडी लिएर तान्दै थियो क्या अब यो चाहिँ दमकको फन पार्क हो है झिलिमिली हुन्छ राति चाहिँ अनि चाडपर्वतिर चाहिँ अलिक भिड पनि हुन्छ क्या यहाँनिर अरू बेला चाहिँ त्यस्तै हो यहाँ चाहिँ विभिन्न कुराहरू हेर्न खेल्न पनि सक्यो यो बाटो यता साइड छिरो भने चाहिँ बलुवाटार पुगिन्छ अनि यहाँ चाहिँ पहिला पुरा बाँस झ्याङ थियो क्या ठुलो बाँस झ्याङ थियो त्यो चाहिँ अहिले सबै मासेर यस्तो क्लियर भएको छ नत्र पहिला त यहाँ राति हिँड्न क्या कस्तो डर लाग्दो हुन्छ क्या डराउनु पर्थ्यो बाइकमा त ठिकै हो साइकलमा हिँडेर चाहिँ अलिकति गाह्रो हुन्थ्यो कि यो बाँस झ्याङ पुरा ठुल्ठुलो थियो क्या अहिले चाहिँ सबै काटेको छ अनि मिलाएको पनि छ अब यो चाहिँ हात्ती पस्छ भनेर चाहिँ रोप्याएको होला जमानामा होइन अहिले पनि त्यसले नै संरक्षण गरे होला ल म चाहिँ अब बेलडाङ्गी आइपुग्न आँटेँ अनि यो चाहिँ बेलडाङ्गीको फन पार्क बनाउन खोजेको अरे अब यो चाहिँ गेट मात्रै छ भित्र पनि अलिअलि त बनाएको छ तर सबै जीर्ण अवस्थामा भइसक्यो काम काटेन त्यसलाई के भएन भने के भएन भन्ने के भएन भएन अब यो चाहिँ बेलडाङ्गी रोडको हालत यस्तो छ है यो कच्ची छ अहिले धुलो उडेर उस्तै बर्खामा हिलोले क्याच हुन्छ है लखो सम्झाऊ तखला पुल हो यो चाहिँ लगभग कति 150 मिटर छ अनि यता छ एउटा यो मन्दिर हो फागुनन्दको मन्दिर हो है यो चाहिँ यहाँ छ जङ्गल बिचमा आज चाहिँ फागुनन्द जयन्ती भाइ अनि यहाँ अगाडि चाहिँ अशोक दर्जीको चौतारा छ है यो चाहिँ अशोक दर्जीको चौतारा है यो यो अशोक दर्जी हो यो एरिया चाहिँ दमकको डम्पिङ साइड हो यहाँ चाहिँ फोहोरहरू फाल्छ यो चाहिँ 0 पोइन्ट है यो चाहिँ यहाँ अगाडि 0 पोइन्ट छ यहाँनिर चाहिँ पहिला केटाकेटी हुँदाखेरि हामी पिकनिक खान आउँथ्यौँ यहाँ पनि घरै घर भइसकेको छ यहाँ पनि भिउ चाहिँ दामी छ यहाँनिर यस्तो छ बाटो यस्तो बाटो छ बाटो यस्तो छ हो यो 0 पोइन्ट है कसले कसले आपाले कहिले लगेको कहाँ लगेको के गर्नको लागि के गर्न लगेको त को पुऱ्याउनु लागि को छ यताको स्कुल यत्रो पर आउँछ आलुमान पनि सँगै पढ्छ हो आलुमान पनि तिमीकै स्कुल होइन यो बाटो सिधै गयो भने चाहिँ यो अन्धराजा रानी पुग्छ अनि हामी यो बाटो चाहिँ हेर्दैछौँ यो बाटो झरेपछि अब आउँछ यस्तो दामी भ्यू छ यहाँ होइन आकाश पनि निलो छ सबैतिर निलो भइरहेछ है
अनि खोला पनि मजाले गरिदिरहेछ। यहाँनिर नानीहरू पौडी खेल्दैछ यहाँ पर। कस्तो राम्रो छ है यो खोला चाहिँ। यो चाहिँ रतवा खोला है, रतवा खोला। यो चाहिँ हामीले पक्रेको ओल्ड दरबारभित्र छ माछाहरू। सानो सानो छ है, देखेकै छ कि छैन है। यहाँ छ माछाहरू। ओल्ड दरबार बोतलमा हालेको छ है। यहाँ खेलिरहेछ मजाले मस्तसँगले। ओल्ड दरबारको बोतलमा भएको चुचुहरूलाई चाहिँ छोडिदिन आँटेको। यहाँनिर चाहिँ कतिवटा, एउटा दुईवटा तिनवटा चारवटा पाँचवटा छवटा सातवटा रहेछ। एउटा त समात्दाखेरि घुचिक भएछ अनि मरेछ। यत्रोलाई चाहिँ अब यहाँनिर छोडिदिन आँटेको है। यहाँ रहेछ ओल्ड दरबारमा। यिनीहरू चाहिँ गयो है पानीमा, रथ खोलामा फेरि गयो। ल ल ल ल ल बोतलमा बाँच्दैन नि त, त्यो कहाँ लगेर राख्ने? यसलाई राख्ने ठाउँ छैन। लु जाऊ है, खोला जाऊ। लु लु यो चाहिँ चपेटीको माछा हो। यो देख्नुभयो भने चाहिँ यो चपेटी भनेर सम्झिनु होला है। यस्तो राम्रो छ। चट्टक पृथ्वीमाथि चाहिँ चट्ट एउटा माछा छ अनि माछामाथि चाहिँ यहाँ ढुङ्गा छ। ढुङ्गामा चाहिँ चपेटी लेखेको छ है। यस्तो छ अनि यस्तो छ है। यस्तो राम्रो छ। यहाँ चाहिँ पिकनिक खाने ठाउँ है। हाम्रो बाइक चाहिँ त्यहाँनिर छ, अस्तित्व बनाएको छ पहिलाको भन्दा होइन। अनि यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ है। यो अब यो यहाँनिर यो छैन। यो भएको डाँडोमा चाहिँ पहिला बाघ बस्थ्यो अरे भनेर सुनेको है। गफ हो कि के हो होइन। यो माथिको डाँडोमा चाहिँ केटाकेटी हुँदा चाहिँ डर लाग्थ्यो। अहिले त डाँडै यत्रो देखिन्छ। यो भ्यू चाहिँ यस्तो छ है यहाँको चपेटीको। यहाँनिर शौचालय पनि छ, अर्को चौतारा पनि छ। यहाँ पनि चौतारा छ। यता गेट छ, मूल गेट। यहाँ लाइटहरू पनि छ। यहाँ पनि शौचालय छ अगाडि पनि दुई तिनवटा छ चौतारा, चार पाँचवटै रहेछ। उता पनि टोइलेट छ। राम्रै भएको छ है चपेटी पिकनिक खाने चाहिँ। अब बेला पनि हुँदैछ पिकनिक खाने, आउनु होला है त। यस्तो राम्रो छ सब हेर्नको लागि होइन, पिकनिक खानको लागि अनि आनन्द लिनको लागि।